पाहुना आउँदा के पकाउने भनेर टेन्सन हुन्छ हैन? यो रेसिपीले तपाईको प्रब्लम सल्भ गरिदिन्छ। कुनै फेस्टिभल छ, स्पेशल अकेजन छ वा घरमा पाहुना आउनुहुन्छ अनि के पकाउने भनेर सोच्दै हुनुहुन्छ। लेट मी हेल्प यु प्रिपेयर अ डिलिसियस नेपाली फिस्ट, पुलाउ, पक्कु, चुकौनी अनि तरकारी। आजको भिडियोमा म शेयर गर्न लागिरहेको छु यो स्पेशल पुलाउ रेसिपी, जुन खाएपछि सबैजनाले पेट सकेपछि मात्र बोल्नुहुन्छ अनि टेबलमा चल्ने एकमात्र कुरा हुन्छ। यो खाना कति मिठो थियो। अब हेरौँ कसरी बनाउने यो मिठो पुलाउ। सबैभन्दा पहिला प्यान हिट गर्ने अनि त्यसमा 2 टेबलस्पुन घी हाल्ने। घिउ तातो भएपछि काजु र बदाम हाल्ने अनि त्यसमा सानो क्युब गरेर काटेको गाजर र हरियो मटर एड गरेर हल्का भुट्ने। अब 2-3 घण्टा भिजाएर राखेको चामल ड्रेन गरेर त्यसमा एड गर्ने अनि राम्ररी भुट्ने। त्यसपछि नुन र थोरै चिनी हालेर मिक्स गर्ने। चामल ढाकिने गरी पानी एड गर्ने अनि त्यसलाई 20-25 मिनेट हामी स्लो हिटमा कुक गर्छौं। अनि रेडी छ यो फ्लफी एरोमेटिक नेपाली स्टाइल पुलाउ। सेभ दिस